हेलो उमाल दाई। हजुर। नमस्कार छ तपाईँलाई। नमस्कार नमस्कार हजुर। अहिले लगभग हामी एक हप्ता जति भयो होला है भेट हजुर एक हप्ता भयो। भेट नभएको। लगभग एक हप्ता भयो होला। तपाईँ हामी अब पहिला चाहिँ एउटै सिप थियो, अहिले सिप छुटेर हजुर अहिले साथीहरूको सम्बन्ध अलिकति टाढै छ, हजुर हो कि होइन? हजुर। अब ज्यान चाहिँ टाढै हो, मन मन हरेक त दिन नजिकै हुन्छ। सँगसँगै हजुर हजुर, नजिक हुन्छ हजुर। अहिले हामी कुन ठाउँमा जाँदै हो दाइ? अहिले चाहिँ हामी यसो बिबी मलतिर हजुर हजुर मार्केटतिर यसो भिजिट गरौँ कि भनेर हजुर हजुर। ट्राभल। के पौडेलहरू हेर्न हो? अब त्यस्तो पाउनुतिर त्यस्तै हो। यो अब त्यहाँ चाहिँ यसो भनेपछि हल्का सपिङ सपिङ गर्नु त्यो गयो। हेर्न चाहिँ मन छैन तपाईँले? पौडी हेर्न मन छैन? पाउरोटी त म हेर्दैन, मैले त्यो वास्ता गर्दैन। वास्ता गर्दैन त्यसो भए वास्ता तपाईँले? गर्दैन किन पौरोटी नि त्यसमा वास्ता किन? तपाईँले चासो त्यसमा मलाई चासो किन छैन? पाउरोटीहरू त्यति मन पर्दैन। अनि बिपी मलमा त जति भयो नि पाउँछ भन्छ त। छानी छानी रोजी ए- रोजी ए- कुन चाहिँ खाने तपाईँ? बाक्लो पातलो रोटीहरू? कहाँ पाउनु त्यो मलमा यार, के तपाईँको पैसा नै कस्तो हो। बिबी मलमा त मार्केट हो क्या, मार्केट। मार त्यहाँदेखि सपिङ गर्ने हो। यस्तो मार्केट हो, तर कतिपय मान्छेले त हेर्न जान्छु म बजारको बिपी मलको मार्केटको के अरे ठुल्ठुलो यताखेरि पाउँछ पाउरोटी के भन्नुहुन्छ। भन्नु अब उहाँ रिपोर्टर पत्रकारजीलाई, अब अनि केही सन्देश त दिनु नि। सन्देश त अब के दिनु त्यो। खासमा बिपी मलमा के पाइन्छ त अनि? बिबी मलमा चाहिँ तपाईँको होइन, साइकल, बाइक, कारदेखि लिएर अब कपडाहरू हजुर त्यस्तै हरेक सपिङ हरेक सेन्टर सामान हो। चाहिँ पाइन्छ हजुर त्यहाँ। हजुर। हर सामान त अब पाउँदैन, त्यो सपिङ सेन्टर हो। खानुको लागि पाउँछ, खाने चिजमा पाउरोटीहरू पनि छ यही धेरै प्रकारको। अघि नै मैले प्रश्न गरेको त्यो त हो नि, तपाईँ नेगेटिभतिर जानुहुन्छ। पाउरोटी ए भनेको हजुर बाक्लो पातलो हजुर। मार्केटमा बजारमा खाने चिज त अब खासमा त त्यसको नामै चाहिँ हो नि त पाउरोटी त। हजुर हो, त्यो पाउरोटी तपाईँले अन्तिममा चाहिँ खाने पाउरोटी पाउँछ। त्यही त खाने हो, लाउने पाउरोटी त खाने कतातिर चिज पाउनु त्यो हजुर। मैले चाहिँ भन्दैछ। फेरि नेगेटिभै तपाईँले भन्नुभएको हो कि कतातिर भनेर अलिकति मेरो थिङ्किङमा अलिकति